फाइनली गाइज हामी चाहिँ होइन सैलुङको मिनी ग्रेट वालमा पुगिसकेको छौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। आज चाहिँ नयाँ साल भएको कारणले पनि एकदमै प्याक छ। माथितिर नि एकदमै धेरै मान्छेहरूको घुइँचो छ र पछि पनि एकदमै घुइँचो छ। नेपालको ग्रेट वाल है गाइस। यो ग्रेट वाल होइन त के हो? मैले त ग्रेट वाल भने आज चाहिँ एकदमै भिड छ। अगाडि पछाडि एकदमै अगाडि पनि पछि नि आधा उति अगाडि नि गइसक्यो। एकदमै राम्रो रहेछ ग्रेट वाल चाहिँ। चाइनाको भन्दा करिब करिब 1 गुणा ठुलो। धेर त भनिदिनु है। पालो पालो बोकेर गर्ने। कहिले बनाएको? यो भर्खर भर्खर नै बनाएको हो जस्तो छ। पानी यसलाई बोकेर त्यो खासमा खान्छ भनेर हो कि क्या हो? लगेको हामीले दिन्छ भनेर दिन्छ। यस्तो यहाँ मात्र हल्का यस्तो ग्रेट वालमा ओइ बोक्दै केटा मलाई साइकल झार्नु मन आउँदैन। साइकल लिएर आउनु पर्यो भनेर त्यो त मान्छे ठिक एकदम छ न त ल्याएन। स्ट्यान्डर्डको अर्को अलिक खतरा हुन्छ त्यस्तो पछाडि अगाडि यस्तो भिड छ है आजको सैलुङको। हामी थोडी बाटोमा हिँड्यो ग्रेट वालमा हिँड्यो त्यही भएर छिटो आएको। सबै हुन्छ यहाँ बाजेदेखि लिएर अङ्कल खाकी केटा आकाश खुल्लायो कि हामी माथि एकदम थाक्ने यार एकदम त्यसको